अब नयाँ संसदको बैठक बस्न कति दिन समय लाग्ला? 1 हप्ता, 2 हप्ता, 3 हप्ता? यस्तो के आपतकाल लागेको थियो र 1-2 हप्ता पनि कुर्न नसक्ने अध्यादेशले नयाँ जनादेशको मर्म मिचेको छ। नयाँ संसदको अधिकार मिच्ने प्रयास भएको छ। यो कदम राजनीतिक निर्लज्जताको पराकाष्ठा हो। यो तत्काल फिर्ता हुनुपर्छ। अहिले चाहिँ सरकारले संसद छलेर अध्यादेशबाट शासन गर्न खोज्दा 3 वर्ष अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफैले उठाएको प्रश्न हो यो। यही प्रश्न अहिले उनीतिर फर्किएको छ र आम नागरिकले थप प्रश्न गरिरहेका छन्। किन सरकारले बोलाइसकेको संसद अधिवेशन स्थगित गरी अध्यादेश मार्फत कानुन ल्याउन खोज्दैछ? के यो सामान्य संवैधानिक अभ्यास हो कि लोकतान्त्रिक मूल्य विपरीत अधिनायकवादी प्रवृत्तिको सङ्केत? नेपालको संविधान 2072 को धारा 114 ले स्पष्ट रूपमा व्यवस्था गरेको छ कि संसद अधिवेशनमा नरहेको अवस्थामा तत्काल आवश्यक परेमा मन्त्री परिषदको सिफारिसमा राष्ट्रपतिबाट अध्यादेश जारी गर्न सकिन्छ। यसले स्पष्ट पार्छ कि अध्यादेश संसदको विकल्प होइन, केवल आपतकालीन पूरक अभ्यास हो जसको प्रयोग अत्यन्त सीमित र जिम्मेवार ढङ्गबाट हुनुपर्छ। तर वर्तमान अवस्थामा संसद अस्तित्वमा हुँदाहुँदै बोलाइएको अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउन खोज्नु लोकतान्त्रिक प्रक्रिया र संविधानवादमाथि प्रत्यक्ष आघात हो। झन्डै 2/3 बहुमत भएको सरकारले संसदीय प्रक्रिया छल्दै अध्यादेशको बाटो रोज्नु सरकारको नियतमाथि प्रश्न उठ्छ। के संसदमा हुने खुल्ला बहस, प्रश्न, संशोधन र जवाबदेहिताबाट सरकार भाग्न खोज्दैछ? यदि त्यस्तो हो भने यो केवल प्रक्रियागत विचलन होइन, लोकतान्त्रिक मूल्यको अवमूल्यन र लोकतन्त्रमाथि कही प्रहार हो। अङ्कगणितीय रूपमा हेर्दा राष्ट्रिय सभामा सत्तारूढ पक्ष कमजोर देखिन्छ। यही कारण अध्यादेश मार्फत कानुन ल्याउन खोजिएको हो भन्ने विश्लेषण पनि भइरहेको छ। सरकारले ल्याएको कानुन राष्ट्रिय सभाले स्वीकृत नगर्ला वा ढिलो गरिदेला भन्ने आशंका र डरका कारण यस्तो बाटो तय गरिएको हो भने त्यो अझ आपत्तिजनक विषय हो। किनकि राष्ट्रिय हित र जनताको आवश्यकता अनुसार ल्याइएको कानुनलाई राष्ट्रिय सभाले रोकेको भए त्यसको हिसाब किताब हुने नै थियो। तर आशंका र डरकै आधारमा संसद छल्नु उचित होइन। यदि सरकारले सोचेको भए यो केवल राजनीतिक रणनीति मात्र होइन, संसदीय प्रणालीमाथिको हस्तक्षेप हो। विशेषतः संवैधानिक परिषद सम्बन्धी अध्यादेशलाई प्राथमिकतामा राखेर जसरी अध्यादेश ल्याइएको छ त्यो न्यायिक नियुक्ति प्रक्रियामा कार्यपालिकाको प्रभाव विस्तार गर्ने प्रयास हो। यस्तो कार्यले शक्ति सन्तुलनको सिद्धान्तलाई कमजोर पार्न सक्छ। यसरी कार्यपालिकाले व्यवस्थापिकाको अधिकार क्षेत्रमाथि अतिक्रमण गर्दै जाने हो भने त्यो लोकतन्त्रको अभ्यास होइन, अधिनायकवादतर्फको यात्रा हो। संसदलाई कमजोर बनाउँदै कानुन निर्माण प्रक्रियालाई सङ्कुचित गर्दै राज्य शक्ति एकै केन्द्रमा केन्द्रित गर्दै जाने प्रवृत्तिले संस्थागत सन्तुलन भत्काउँछ। लोकतन्त्रको सार शक्ति सन्तुलन, पारदर्शिता र जवाबदेहितामा निहित हुन्छ, न कि सरकार यस्तो एकतर्फी निर्णयमा। फेरि पनि करिब 3 वर्ष अघि तत्कालीन सरकार अध्यादेश ल्याउन खोज्दा त्यसको विरोध गर्ने रासपाका सभापति रवि लामिछानेले आज त्यही अभ्यासको बचाउ गरिरहेका छन्। यसले रवि लामिछानेको राजनीतिक नैतिकतामाथि प्रश्न उब्जाएको छ। संविधान र कानुनभन्दा सत्तालाई प्राथमिकता दिने प्रवृत्तिले लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउँछ र जनविश्वासमा घात पुर्याउँछ। संविधानले अधिकार दिएको भन्दै प्रक्रियाको दुरुपयोग गर्नु संविधानको मर्म विपरीत हो। कानुनी रूपमा सम्भव हुनु मात्रै पर्याप्त हुँदैन, त्यसको प्रयोग लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक मर्यादा अनुसार हुनुपर्छ। अन्यथा कानुनको शासन कमजोर भई शासनको कानुनमा रूपान्तरण हुने खतरा बढ्छ, जसले नागरिक स्वतन्त्रतामा पनि दीर्घकालीन असर पार्न सक्छ। यदि सरकारले यसै गरी संसद छलेर अध्यादेश मार्फत शासन चलाउने अभ्यासलाई निरन्तरता दियो भने संसदको औचित्य नै प्रश्नको घेरामा पर्छ। संविधानको भूमिका कमजोर हुन्छ र लोकतन्त्रको आधारशिला हल्लिन्छ। साथै राज्यका अङ्गहरू बीचको शक्ति पृथकीकरण र सन्तुलन भङ्ग भई राजनीतिक अस्थिरताको जोखिम पनि बढ्न सक्छ। संविधानभन्दा माथि कोही छैन।
विधि प्रक्रिया र संस्थागत सन्तुलनको सम्मान नगरेसम्म लोकतन्त्र सुरक्षित रहँदैन। त्यसैले सरकारले कानुन निर्माण गर्दा अनिवार्य रूपमा संसदीय प्रक्रिया अपनाओस्, अन्यथा यही बाटो हुँदै अधिनायकवादको बिउ रोपिनेछ, जसले परिणाम दीर्घकालीन रूपमा राज्य र समाज दुवैका लागि घातक हुनेछ। सरकार निर्लज्जताको बाटोमा नहिँडोस्, संसदको अधिकार हनन नगरोस्, संसद र संविधानको सर्वोच्चताको पालना गरोस्।